साथीहरू नमस्ते। स्वागत छ तपाईहरुलाई आजको राशिफलमा। सुरु गरौँ मेष राशिबाट। मेष राशि हुने साथीहरूको आज तपाईको आत्मबल उच्च रहनेछ। विगतमा सुरु गरेका अधुरा कामहरू पूरा गर्ने प्रेरणा मिल्नेछ। व्यापारमा लाभदायक सम्झौता हुन सक्छ भने जागिरमा पनि सराहना पाउनुहुनेछ। घर परिवारमा रमाइलो वातावरण बन्नेछ, तर अति उत्साहले निर्णय नलिनुहोला। नयाँ योजना बनाउन आजको दिन उत्तम रहनेछ। वृष राशि। वृष राशि हुने साथीहरूको आज तपाईले भावनालाई नियन्त्रणमा राख्नुपर्ने देखिन्छ। मानसिक द्वन्द्व र निर्णय लिन अलमल्ल हुन सक्छ। घरमा केही असमझदारी देखिन सक्छ, तर संयम राख्नुभयो भने अवस्था सुध्रिनेछ। आर्थिक हिसाबले दिन ठिकठाकै रहनेछ। साथीभाइसँग भेटघाट वा पुराना सम्झनामा रमाउने सम्भावना पनि उत्तिकै देखिन्छ। मिथुन राशि। मिथुन राशि हुने साथीहरूको आज तपाईको बोलीको मिठासले अरूको मन जित्न सक्नुहुनेछ। सामाजिक काममा सक्रियता बढ्नेछ भने नयाँ मित्रता सुरु हुन सक्छ, जसले भविष्यमा सहयोग पुर्याउनेछ। धन आगमनको सम्भावना पनि छ। प्रेम सम्बन्धमा समझदारी बढ्नेछ। यात्रा गर्नुपर्ने स्थिति बनेमा सावधानी अपनाउनुहोस्। कर्कट राशि। कर्कट राशि हुने साथीहरूको आज तपाईको आत्मविश्लेषण गर्ने दिन हो। भित्री चाहनाहरू बुझ्न सफल हुनुहुनेछ। नोकरीमा उत्तरदायित्व बढ्न सक्छ, जसले केही तनाव ल्याउन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। आराम खानपानमा ध्यान दिनुहोस्। पारिवारिक सल्लाह वा बौद्धिक छलफल आजको लागि तपाईलाई फाइदाजनक बन्नेछ। सिंह राशि। सिंह राशि हुने साथीहरूको आज तपाईको प्रतिष्ठा बढ्नेछ। लम्बिँदै आइरहेको कुनै कानुनिक अथवा प्रशासनिक काम पूरा हुन सक्छ। आत्मबल र निर्णय गर्ने क्षमता वृद्धि हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर आउन सक्छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ, तर खर्चमा नियन्त्रण नहुँदा समस्या पर्न सक्ने सम्भावना देखिन्छ। कन्या राशि। कन्या राशि हुने साथीहरूको आज आत्मविश्वास बढ्नेछ र कठिन कार्यहरू सजिलैसँग पूरा हुनेछन्। अध्ययन अनुसन्धान वा सृजनात्मक क्षेत्रमा राम्रो फाइदा लिन सक्नुहुन्छ। वैदेशिक सम्पर्क वा अपार सम्भावनाको सङ्केत देखिन्छ, तर स्वास्थ्यमा अलिक कमजोरी आउन सक्छ। ध्यान पुर्याउनुहोस्। पारिवारिक साथ पाउनुहुनेछ। तुला राशि। तुला राशि हुने साथीहरूको आजको दिनले मिश्रित फल दिनेछ। काममा प्रशंसा त पाइनेछ, तर ईर्ष्या गर्नेहरू पनि सक्रिय हुनेछन्। बोलीमा मधुरता राख्नुभयो भने सम्बन्धहरू अझ मजबुत बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्च गर्दा योजनाबद्ध गर्न आवश्यक देखिन्छ। प्रेम जीवनमा विश्वासको आवश्यकता हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुने साथीहरूको आजको दिन तपाईका लागि विशेष हुन सक्छ। पुराना सम्बन्धहरू पुनर्जीवित हुन सक्छन्। व्यापारमा शुभ समाचार मिल्नेछ। नयाँ अवसर हात लाग्न सक्छ। स्वास्थ्य राम्रो रहला, तर मानसिक तनाव हुन सक्छ। ध्यान वा योग लाभदायक हुनेछ। जीवनसाथीसँग सुसंवाद कायम राख्नु राम्रो हुनेछ। धनु राशि। धनु राशि हुने साथीहरूको आजको दिन मेहनतको फल पाउने दिन हो। अनपेक्षित लाभको सङ्केत छ। कुनै नयाँ प्रोजेक्ट सुरु गर्ने सोचमा हुनुहुन्छ भने आज सकारात्मक समय हो। धार्मिक वा सामाजिक कार्यमा सहभागी भइनेछ। दाम्पत्य जीवनमा नयाँ ऊर्जा आउनेछ। यात्राबाट पनि लाभ मिल्न सक्ने सम्भावना देखिन्छ। मकर राशि। मकर राशि हुने साथीहरूको आजको दिन तपाईको विचार गहिरो र स्थिर रहनेछ। निर्णयहरू राम्रोसँग लिन सकिनेछ। घर परिवारको उत्तरदायित्व निभाउन सजिलो हुनेछ। धन सङ्कलनमा सफलता मिल्नेछ। बचतमा ध्यान दिनुहोला। कार्यस्थलमा नेतृत्व क्षमता देखाउन पाउने सम्भावना छ। स्वास्थ्य पक्ष सन्तोषजनक देखिन्छ। कुम्भ राशि। कुम्भ राशि हुने साथीहरूको आजको दिन तपाईको रचनात्मक र उच्च बिन्दुमा पुग्नेछ। कला, सङ्गीत वा सञ्चार माध्यमसँग सम्बन्धित व्यक्तिहरूका लागि शुभ दिन हुनेछ। साथीभाइको साथमा दिन रमाइलो बित्न सक्छ, तर खर्च भने अधिक हुन सक्छ। त्यसैले सावधानी अपनाउनुहोस्। प्रेम जीवनमा आजको दिन रोमान्सले भरिएको समय रहन्छ। मीन राशि। मीन राशि हुने साथीहरूको आजको दिन अध्ययनमा रुचि बढ्नेछ। आफन्तजनसँग आत्मीयता बढ्नेछ। आर्थिक पक्ष मजबुत बन्ने सम्भावना बढी देखिन्छ। मनमा शान्ति रहनेछ र अघिका तनावहरू हट्नेछन्। काममा मन लाग्नेछ र बुझेको काम समयमै पुरा हुनेछ। अध्ययनमा प्रगति देखिनेछ। प्रेम सम्बन्धमा मिठास रहने दिन रहेको छ। प्रेम सम्बन्धमा आजको दिन एकदमै मिठासपूर्वक रहनेछ। साथीहरू, भोलिका लागि सबैभन्दा पहिला राशिफल हेर्न र सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। धन्यवाद।